धनीका माइसा पुरा एक्सर्साइजमा छन्। कुखुराहरू पनि कुद्छ, मर्निङ भन्दै कुद्छ। पिलिनी अब यहाँ पनि छ। माथि भाइ खुट्टाको एक्सर्साइज। हाम्रो नातिको आज न्वारन, आमा छोराको आज मेरो नातिको पहिलो न्वारनको दिन। दुध चाहिँ माथि पुऱ्याउला। यो गरिदिनु भयो, घुमाइदिनु भयो नानी। यो सन्चैमा पुऱ्याइदियो यो यतिकै पुऱ्याइराखेको नै बहिनी भाइ। यो माथि नै कोपा नाति गुडिया जस्तो नाति घरि घरि हेर्दैछ। टिक्लिक्कै परेको। सुनसान छ, यत्रो गाडीहरू छ वरिपरि, यत्रो टाउनमा सफा, मान्छे हल्लम छैन, गाडीको हरन पनि छैन। हाम्रो नेपालमा भन्छ टाढा टुटु कतिखेर आउँथ्यो आओस्, हामी छैन। अहिले चाहिँ यो हाम्रोतिर चाहिँ बकुला भन्छ। अब यो सबको बारीमा चाहिँ सब्जीबारी घुमेको, तोरीबारी घुमेको। आजको दिन चाहिँ हामी यसरी घुमिरहेको छौँ। अरू अब हामी 1 घन्टाको बाटोबाट आएको छौँ। दामी ठाउँदेखि तोरीबारी भएको ठाउँमा आयो। मैले तलबाट मात्रै हामीले देखिरहेको थियौँ। तोरी छ, उतापट्टि चाहिँ यो अर्कोपट्टि चाहिँ एउटा सब्जीहरू खेती गरेको छ, यो बिन्स भन्दो रहेछ। अब यहाँ चाहिँ त्यो
ब्रिक्स भनेर लेखेको छ अङ्ग्रेजीबाट चाहिँ, हामी चाहिँ बकुला भन्छौँ यसलाई चाहिँ, हाम्रो भाषाबाट चाहिँ, अब नेपाली भाषाबाट चाहिँ बकुला भन्ने गरेछौँ। यो चाहिँ फापर ब्रिक्स भनेर भन्दो रहेछ। मैले उयसमा गुगलमा हेरेको थिएँ, त्यसो भन्दो रहेछ। यो रोपेको छ डल्लै तल आँखाले भ्याएसम्म रोपेको छ, पारीमा रोपेको छ। यो कता कतासम्म रोपेको छ। यता तोरी छ यहाँनिर फेरि हराम कति हो कति, बाप रे बाप। हामीभन्दा अर्को अर्को छ यो अब हामीभन्दा अर्को हुन्छ बेसी। फोटो खिच्नै नसकिने चाहिँ उत्तर दक्षिण पूर्व पश्चिम कता हेऱ्यो पुरै तोरी नै तोरी छ। ल आज तोरीबारीमा चाहिँ तपाईँहरूलाई चाहिँ घुमाउन लिएको छु। त्यही घुमाइदिनु। तपाईँहरू नआए पनि युकेको तोरीबारी देखाइयो। तोरीबारी यो हेरिदिनु होला। ल सायबन्दगी। अब म तपाईँहरूलाई हामी बसेको हाम्रो नानीहरूको बसेको क्वार्टरको यो चाहिँ दृश्य हो। यो चाहिँ टाढोबाट खिचेको छ। यो यही जङ्गल जस्तो भएको ठाउँमा छ, तर यो भित्र त घरै घर छ। तपाईँको टाउन नै छ अब भनौँ न भित्र। यो चाहिँ हामी ल अब यो हेरिदिनु होला।